सकारात्मक तरिकाले हुँदैन होइन हुन्छ, बिग्रिन्छ नासिन्छ खतम छ भन्नु होइन, बनाउनुपर्छ हुन्छ भन्ने खालको आधार साथ बाँच्नको लागि अनुरोध गर्नुहुन्छ। फेरि एकपल्ट धरानलाई फर्केर हेर्ने हो भने यहाँ दुर्व्यसनीहरू धेरै कम भएको हामीले महसुस गरेका छौँ। स्कुलहरूसँग चाहिँ सहकार्य गरेर त्यो सम्बन्धित स्कुलका नानीहरूलाई चाहिँ यो कार्यक्रममा समावेश गरिदिनु हुनका लागि चाहिँ सहजीकरण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। केही हुँदैन रहेछ पर मासेर बस्नु हो, केही छैन जिन्दगीमा, मासेर बस्नु लत्ता छाडेको स्थिति हो। नमस्कार, अहिले चाहिँ हामी मंगलबारे चौकमा आइपुगेको छौँ। आज चाहिँ यहाँ मेरो साथ मेयर खड्का साम्पाङज्यूको अभियान अन्तर्गत आज सुधारबार अर्थात् से नो टू ड्रग्स कार्यक्रम चाहिँ यहाँ सञ्चालन हुन लागिरहेछ। हरेक शुक्रबार चाहिँ मेयर साहबको अभियान अन्तर्गत हरेक शुक्रबार चाहिँ से नो टू ड्रग्स कार्यक्रम अर्थात् सुधारबार कार्यक्रम सञ्चालन हुने गरेको छ। हेर्दै जानुहोला। सम्पङ्गलाई पनि हेर्न मिलिसकेको छ। उपस्थित सम्पूर्णमा हार्दिक नमस्कार। म रसिक थेबे। आज सुधारबारको दिन हामी धरान उपमहानगरपालिका वार्ड नम्बर 11 स्थित यो मङ्गलाबारे चोकमा उपस्थित भएका छौँ। शुक्रबारलाई विशेष गरी हामी सुधारबार भनेर विगत लामो समयदेखि धरानको विभिन्न वडाहरूको विभिन्न चोकहरूमा टोलहरूमा यो दुर्व्यसन विसङ्गति विरुद्धको सचेतनामूलक अभियानहरू लिएर यसरी नै अगाडि बढिरहेका छौँ। आज हामी यसै क्रममा धरान 11 स्थित यस मङ्गलाबारे चोकमा आइपुगेका छौँ र हामीसँग हुनुहुन्छ धरान उपमहानगरपालिकाका नगर प्रमुखज्यू आदरणीय श्री खड्का रायज्यू। उहाँलाई हार्दिक सम्मान व्यक्त गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हामी यस सचेतनामूलक अभियानमा लागु पदार्थ दुर्व्यसन विरुद्धको कविताहरू मुक्तकहरू केही भनाइहरू भइदिए आफ्नो नाम मलाई यहाँ आएर टिपाइदिनुको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। यदि तपाईँ यस्तो केही आफूसँग कृतिहरू भएको खण्डमा लागु पदार्थ दुर्व्यसन विरुद्धको अभियानलाई चाहिँ आफ्नो विचारहरू राखिदिनु हुनको निमित्त धरान 11 निवासी अरुण कटुवाल सरलाई म हार्दिक अनुरोध गर्दछु। यस लागु अवसर विरुद्ध जनचेतना कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण जनचेतना कार्यक्रमका सदस्यहरू, हाम्रा नगर नेता आदरणीय साम्पाङ राईज्यू, यो लागु अवसरलाई यो शुक्रबारलाई एउटा सुधारबार भनेर जब यहाँ धरानमा उहाँ निर्वाचित भएर आउनुभयो, तहाँबाट धरानलाई एउटा दुर्व्यसन मुक्त बनाउनका लागि अहोरात्र खटेर उहाँले यो शुक्रबारलाई एउटा सुधारबार भनेर राखेर यो कार्यक्रमलाई अगाडि बढाइरहनु भएको छ। यसमा उहाँलाई हामी धन्यवाद नदिइरहन सक्दैनौँ, किनभने यो दुर्व्यसनीले जर्जर भएको यो धरान आज साँच्चै नै हामीले फेरि एकपल्ट धरानलाई फर्केर हेर्ने हो भने यहाँ दुर्व्यसनीहरू धेरै कम भएको हामीले महसुस गरेका छौँ। यसै क्रममा हामीले पनि विष्णु टिएलओले हामीले रातमा 8 देखि 10 बजेसम्म गस्ती गरेर केही हाम्रा चाहिँ यो एरियाका विष्णु चोक एरियाका ठाउँहरूलाई जहाँ चाहिँ रेड कर्नर भनेर यसलाई चिनिन्थ्यो, त्यहाँ अहिले दुर्व्यसनीहरूलाई त्यहाँबाट हामीहरूले यता अलिकति धराशायी बनाएर उहाँहरूलाई त्यहाँबाट हामीले एकजना चाहिँ दुर्व्यसनी यो जुन लागु औषध व्यापारी थियो उहाँलाई हामीले एउटालाई चाहिँ हामीले अहिले यहाँ हाम्रो धरान इलाका प्रहरी कार्यालयमा राखेका छौँ। उहाँलाई लागु औषध
सम्बन्धी उहाँ मुद्दा चलिरहेको छ र बाँकी यो युजकर्ताहरू यो युज गर्छ त्यस्ताहरूलाई चाहिँ त्यो ठाउँबाट बाहिरबाट धेरै आउने गर्छु र त्यो ठाउँबाट अहिले बाहिर आएर मैले अहिले भर्खरै अघि मात्रै यहाँनिर देखेँ एउटा ग्रुपले यहाँनिर त्यो चाहिँ व्यापार गरिरहेको मैले देखेँ। म अहिले भर्खरै हामी माथिबाट आउँदै गर्दाखेरि हाम्रो माथि सैनिक भवनबाट कार्यक्रम सकेर आउँदै गर्दा मैले यो 5 बजीको कार्यक्रम भनेर म घर नगइकन यहाँ बसिरहेको अवस्थामा यहाँ त्यहाँ व्यापार गरिरहेको मैले देखेँ र मैले उहाँहरूलाई केही भनिनँ। उहाँहरू हिजो त्यहाँ व्यापार गर्छु र हामीले जबदेखि हामीले यो चाहिँ यो बेलुका हामीले गस्ती गर्ने क्रममा चाहिँ अहिले अलिक कम भएको छ। त्यसले गर्दाखेरि यहाँ पनि जुन प्रकारले यो मङ्गलाबारीको एरियामा पनि अब अलिकति पसे जस्तो लाग्छ। यहाँका टेलोका साथीहरू र सबै अरू यहाँका छरछिमेकीहरू व्यापारीहरू बुद्धिजीवी सम्पूर्ण मिलेर यसलाई यहाँबाट पनि हामीले अलिकति बाहिर पठाउने हो कि भन्ने मलाई लागेको छ। त्यसमा हाम्रो पुरा सहयोग हुनेछ र यो धरानमा धेरै यस्तो कामहरू भएको छ। किनभने धरानमा हामीले हेर्दै गर्दाखेरि जब धरानमा चाहिँ यो 79 को चाहिँ चुनाव पछाडि जब हाम्रा आदरणीय मेयर हर्कसाङ पाङज्यू चाहिँ आउनुभयो त्यहाँदेखि एउटा यो श्रमदान मात्रै होइन यो धरानलाई नै सुधार्ने धरानबाट नै यो एउटा धरानलाई स्वच्छ सफा धरान यो चाहिँ लागु औषध मुक्त धरान कसरी बनाउने भनेर चिन्ता धरानको विषयमा चिन्ता गरेर धरानको मात्रै नगरेर धरानमा हुर्किँदै गरेको बालबालिकाहरूको चाहिँ भविष्यलाई लिएर चिन्ता गरेर यो कार्यक्रम जुन गरिराख्नु भएको छ त्यो धेरै सराहनीय छ। त्यसले गर्दा उहाँलाई फेरि पनि म धन्यवाद मेरो टेलोको तर्फबाट उहाँलाई धन्यवाद दिँदै मेरो भनाइ यही अन्त्य गर्छु। धन्यवाद। धन्यवाद आदरणीय अरुण सरले आफ्नो मन्तव्य राखिदिनु हुनको लागि होप धरानका अध्यक्ष आदरणीय निश्चल पारिक सरलाई पनि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आज यस 157 हप्ताका हाम्रा प्रमुख अतिथि आदरणीय धरान उपमहानगरपालिकाका मेयर श्री हर्कराज राईज्यू विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधित्व गरेर पाल्नुहुने विभिन्न प्रतिनिधित्वज्यूहरू राष्ट्रकै चौथो अङ्गको रूपमा रहनुभएका हाम्रा मिडियाकर्मीज्यूहरू साथै उपस्थित महानुभावहरूलाई म होप धरानको अध्यक्षको तर्फबाट हार्दिक अभिवादन टक्राउँदै तपाईँहरूलाई आजको यस 157 हप्ताको यस कार्यक्रममा म पुनः स्वागत गर्न चाहन्छु। म आज धेरै बोल्नु चाहिनँ, अलिकता स्वास्थ्य पनि अलिकता बिग्रिरहेको अवस्था छ। आज चाहिँ म सम्पूर्ण यहाँ उपस्थित हुनुभएका र हाम्रो विभिन्न मिडियाबाट हेरिराख्नुभएका सम्पूर्ण दर्शकवृन्दहरूलाई चाहिँ एउटा के अनुरोध गर्नु चाहे भने हाम्रो यो अभियान हामीले पहिलो दिनदेखि हामीले स्पेसली लागु औषधमा फस्ने हाम्रा 8 क्लास 9 क्लास र 10 क्लासका विद्यार्थी वर्गहरूमा चाहिँ हामीले एनालाइसिस गर्दाखेरि म्याक्सिमम हाम्रो युजरहरू चाहिँ यो विद्यार्थी वर्गमा चाहिँ हामीले भेटेका छौँ र हामी सबैले शुक्रबारको यस सुधारवादको नोटिस हाम्रो मेयर साहबको स्ट्याटसबाट चाहिँ अघिल्लो दिन नै हेर्ने हामीले फेसबुकमा हेर्ने गरेका छौँ र मेरो हार्दिक अनुरोध चाहिँ के छ भने जस्तो जुन वार्डमा चाहिँ यो कार्यक्रम हुन गइरहेको छ, जस्तो फर एक्जाम्पल आज 11 नम्बर वार्डको यो ठाउँमा हुन गइरहेको छ भने त्यहाँ वरिपरि रहेका स्कुलहरू जति पनि छन् त्यसमा चाहिँ हाम्रा उपस्थित महानुभावहरूले पनि अलिकता चाहिँ स्कुलहरूसँग चाहिँ सहकार्य गरेर त्यो सम्बन्धित स्कुलका नानीहरूलाई चाहिँ यो कार्यक्रममा समावेश गरिदिनु हुनका लागि चाहिँ सहजीकरण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। किनभने हाम्रो टार्गेट भनेको पनि त्यही क्लासका विद्यार्थी
नानीहरू हुनुहुन्छ किनभने हाम्रो यो जनचेतना भनेको उहाँहरू अझ त्यो वर्गलाई चाहिँ अझ इम्पोर्टेन्ट छ त्यो भएर सम्पूर्ण उपस्थित महानुभावहरूले चाहिँ त्यस सम्बन्धित ठाउँमा हुने शुक्रबारको कार्यक्रम हुनुभन्दा अगावै अथवा बिहान नै स्कुलहरूमा गएर चाहिँ हामीले पनि प्रयास गरिरहेका छौँ कतिवटा कार्यक्रममा चाहिँ हामीले पनि नानीहरूलाई चाहिँ लिएर आएका छौँ तर हजुरहरूले पनि अझै त्यसमा सहकार्य गरेर नानीहरूलाई ल्याइदिने हजुरहरूले सजीकरण गरिदिनु भयो भने चाहिँ यो कार्यक्रम एकदमै सुनमा सुगन्ध हुने थियो भन्दै फेरि पनि मेरो 2 शब्द राखिदिनु भएकोमा मेयर साहबलाई हार्दिक धन्यवाद टक्राउन चाहन्छु। जय धरान। धेरै धेरै धन्यवाद। त्यस्तै गरी यो 157 लागु वर्ष ध्रुवीकरण कार्यक्रमको करिब करिब अन्त्यतिर आइसकेकालाई जानकारी गराउन चाहन्छु र यसै क्रममा यस कार्यक्रमलाई आफ्नो मन्तव्य राख्दै समापन गरिदिनु हुनको लागि म धरान उपमहानगरपालिकाका यस कार्यक्रमका परिकल्पनाकार आदरणीय मेयर साहब अर्कराज राजुलाई म आज फेरि घुम्दै यो मङ्गलबारे चोकमा लागु विरुद्धको सचेतना फैलाउँदै हामी आइपुगेका छौँ। विगत केही समयदेखि हामीले चाहिँ यो विपदजन्य कामहरू गर्नु परेको कारण एक हप्तातिर धरान तोक्याएर हामीले चाहिँ केही हप्तादेखि चाहिँ यो सुधारवाद कार्यक्रम गरिरहेको थिएनौँ। ब्याक टु नर्मल हामी आएका छौँ र यस कार्यक्रममा उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरूलाई हार्दिक नमस्कार छ मेरो। सबैजनालाई स्वागत छ। स्थानीयहरूलाई पनि सहभागी बनिदिनु होला। तपाईँहरू पनि यसो आएर यतातिर उभिदिनु होला भन्न चाहन्छु। सबैजनालाई धन्यवाद दिन चाहन्छु। हामी अभियानका स्थानीय पत्रकार सबैजनालाई। अब यो धरानलाई लागु मुक्त सहर बनाउने हाम्रो सपना, हाम्रो सङ्कल्प र सङ्घर्ष निरन्तर चलिराखेको छ है। हाम्रो नगरलाई विभिन्न खालका समस्याहरूले दुःख दिइराखेको छ। समस्यादेखि भागेर होइन, समस्यालाई सामना गरेर समस्या चुनौतीसँग जुधेर हामी अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो। यस्तो समस्या रहेछ त्यहाँदेखि भाग्नु पर्छ छोडिदिउँ भन्नुभन्दा त्यसलाई चाहिँ त्यसको कारण बुझेर त्यो कारण तत्त्वमा हामीले चाहिँ काम गर्नुपर्छ भन्ने बुझायो। लागु दुर्व्यसन धरानको ठुलो समस्या। यो समस्या धेरै वर्ष पहिलादेखिको 50-60 वर्ष पहिलादेखि भनौँ न। यो समस्यालाई हामीले समाधान गर्नका लागि हामी सबैको सामूहिक प्रयासको खाँचो। यो समाजको समस्या भएको कारणले सामाजिक प्रयासको खाँचो छ। सबैजनाको हाम्रो प्रयासको खाँचो छ। त्यही भएर यहाँ हामी सबैजना उभियो। एक्लै उभिएर हुँदैन भनेर हामी उभिएको। म सबैजनालाई यो कार्यक्रमको गोलबन्द भइदिनका लागि अनुरोध गर्दछु। हामीले चेतनाको कुरा गर्छौँ है, ज्ञानको कुरा गर्छौँ, सुधारका कुरा गर्छौँ। त्यस्तै सुधारको कुरा हो यो। हामी आज 157औं हप्ता त भन्दै गर्दा त धेरै भयो। त्यही पनि कार्यक्रम गरेको ठ्याक्कै तपाईँको चाहिँ टाइम चाहिँ 157 टाइम्स भयो आज चाहिँ। यो यति लामो समयदेखि हामीले के गरिराखेका छौँ त भन्दाखेरि चेतना छरिरहेको है। सेइङ इज बिलिभिङ। देखेपछि फरक पर्छ भनेर चेतनामूलक प्ले कार्डहरू जुन छातीमा हामीले अहिले लागु सेवन नगरौँ नगराउँ भन्ने किसिमका सन्देशहरू टाँसेर उभिएका छौँ।
यसले पनि एउटा सन्देश दिन्छ। हामी फोटो खिच्छौँ है, विभिन्न किसिमको फोटो खिच्छौँ, खाँदै गरेको पनि खिच्छौँ, कहिले कहिले नाच्दै गरेको खिच्छौँ, कहिले घुम्नु गएको खिच्छौँ भने यो भनेको चाहिँ फेरि यस्तो एउटा फोटो जुन फोटो है तपाईँले समाज सुधारका लागि एउटा पर्चा एउटा प्लेकार्ड छातीमा टाँसेर खिच्नु। यो फोटो खिचाउने कार्यक्रम नै हो, तर त्यो फोटोको एउटा मेसेज हुन्छ, त्यो फोटो त्यो भिडियोको एउटा मेसेज हुन्छ। त्यो मेसेज त्यो सन्देशमा लागौषध सेवन नगरौँ, नगराउँ, दुर्व्यसनमा नफसौँ, आफू र अरूलाई पनि फस्न नदियौँ भन्ने मेसेज हामीले छातीमा टाँसेर पुगिरहेका हुन्छ। यो यति लामो समयदेखि यो गर्न सक्नु भनेको पनि ठुलो उन्नति हो। म चाहिँ त्यही भन्छु, मान्छे हरेक खाइहाल्छ, ए हुँदैन रहेछ, केही भएन भन्छौँ है, निराशा, आशाभन्दा धेरै निराशा, यता हेऱ्यौ निराशा, उता हेऱ्यौ निराशा, घरमा निराशा, छिमेकीमा निराशा, चोकमा निराशा, टोलमा निराशा, निराशै निराशा, देशैभरि निराशा। त्यस्तो खालको चाहिँ अवस्थादेखि माथि उठेर अब आशा छर्नुपर्छ है। यो पक्रेर के हुन्छ र, कतिले त्यो पनि भन्छन् यो यस्तो पक्रेर चाहिँ के हुन्छ र, केही त हुन्छ, केही त भनिरहेका छौँ हामीले है। त्यसले गर्दाखेरि केही हुन्छ, केही मेसेज जान्छ, केही सुधार हुन्छ भन्ने हाम्रो विश्वास अटल रहेको छ, जसको प्रमाण 157औं हप्तासम्म हामी यसरी बाटोमा उभिएका छौँ है। यो एउटा ठुलो प्रमाण हो। साथ गर्दै आउनुहुनेहरूलाई सबैलाई धन्यवाद दिन चाहन्छु। निरन्तरता र धैर्यता बराबर सफलता। सफल बन्नका लागि निरन्तर लागिरहनुपर्छ, धैर्यताका साथ निरन्तर लागिरहनुपर्छ, सफल पनि। अब यो हाम्रो अभियान कति सफल भयो भएन भन्ने बारेमा सोच्दाखेरि भन्दाखेरि होइन, अनुभूत गर्दाखेरि हामीले चाहिँ सफल भएको म मान्छु है। कमसेकम एउटा आवाज त हामीले उठाइरहेका छौँ, कमसेकम गएर कहीँ कतै खबरदारी र होसियारी त हामीले चाहिँ होइन गराइरहेका छौँ, दिलाइरहेका छौँ। यो एउटा आफैमा ठुलो सुधारको कुरा हो। यो लागौषध सेवन नगरौँ भनेर चाहिँ तपाईँको होइन यहाँनिर यसरी उभिनु आफैमा एउटा ठुलो सन्देश। मलाई लाग्छ यो मङ्गलबारे चोकमा पनि हामी 5 चोटि भइसक्यो होला यहाँ घुम्दै आएको है। 5औं चोटि हो या 6औं चोटि हो, यो हेर्नै पर्छ एउटै घटना। यो एउटा अत्यन्तै व्यस्त चोक हो, यहाँनिर धेरै मान्छेहरूका आवागमन हुन्छ। यो एउटा आफैमा हतियार जस्तो हो चोक हो। यो चोकमा पनि हामी धेरैचोटि आएका छौँ। सबैजनालाई पोजिटिभ सकारात्मक तरिकाले हुँदैन होइन हुन्छ, बिग्रिन्छ, नासिन्छ, खतम छ भन्नु होइन, बनाउनुपर्छ, हुन्छ भन्ने खालको आधारका साथ बाँच्नको लागि अनुरोध गर्न चाहन्छु। लागौषध मान्छेले किन सेवन गर्छ भन्दा त्यो निराशाको प्रकार छ। केही हुँदैन रहेछ तर मातेर बस्नु हो है, केही छैन जिन्दगीमा मातेर बस्नु, लत्ता छाडेको स्थिति हो, त्यो हारेको स्थिति हो। समस्या ठुलो भयो, यत्रो ठुलो समस्या, घर जत्रो समस्या छ, म सानो छु, कसरी जुत्नु, हारेको स्थिति, हारेको मनस्थितिले लागौषध सेवन गरौँ होइन। तपाईँको छैन मादक पदार्थ सेवन गरौँ। लागौषध सेवन गर्नु भनेको चाहिँ तपाईँको छैन अपराधिक हिसाबको कुरा हो, पुलिसले पक्रिने गतिविधि हो भने मादक पदार्थ सेवन गर्नु चाहिँ अब बियर खाएर मात्नेलाई त पुलिसले पक्रिँदैन होइन। तर पुलिसले पक्रिनु नपक्रिनु भन्ने ठुलो कुरो भएन है। मादक पदार्थ सेवन गर्नु पनि गलत। त्यसले गर्दाखेरि म भन्न चाहन्छु, हुन त हाम्रो संस्कार संस्कृतिले कहिले काहीँ यस्तो छैन, त्यो एउटा कुरा हो। तर बिहानदेखि बेलुकैसम्म हामी रक्सी खाएर बस्छौँ भने त्यो पनि तपाईँको चाहिँ एउटा लागौषध दुर्व्यसन जस्तै खराब चिज। म सबैजनालाई भन्न चाहन्छु, नसामा जीवन छैन है। नसामा के छ, हरेस छ, त्यहाँ निराशा छ है, गर्नु नसक्ने एउटा चाहिँ तपाईँको चाहिँ त्यो एउटा लाचारी वनको पराकाष्ठा हो। त्यसले गर्दाखेरि त्यस नगरौँ भन्न चाहन्छु, त्यो भन्न चाहन्छु। आफूले सेवन नगर्ने अरूलाई पनि नगर्ने। अहिले भर्खर हाम्रो अरुणजी हुनुहुन्छ, अत्यन्तै सामाजिक कार्यमा सक्रिय देख्छु म उहाँलाई, धेरै लामो समयदेखि चिन्छु। अघि भन्दै हुन्छ उता बेच्दै थियो, फेरि यता बेच्दै रहेछ भन्दै हुन्छ। त्यस्ता मान्छेहरूलाई हामीले नियन्त्रणमा लिनुपर्छ। लागौषध बेचबिखन गर्नु के अरे अपराध हो त्यो है। यो फलफुल बेच्नु, काँक्रा बेच्नु, सब्जी बेच्नु जस्तो होइन।
सबैजनालाई यो मिडिया मार्फत पनि होसियारी है तपाईँको चाहिँ सावधानीको लागि भन्न चाहन्छु। तपाईँहरू यदि त्यस्तो खालको संलग्न के अरे गतिविधिमा संलग्न हुनुहुन्छ, पैसा कमाउनका लागि तपाईँले लाग औषध बेच्दै हुनुहुन्छ भने भोलि त्यो लाग औषध सेवन तपाईँको छोराले पनि गर्न सक्छ, छोरीले पनि गर्न सक्छ है। अनि एउटा दुर्व्यसनीको बाउ र दुर्व्यसनीको आमा है बन्नु भनेको कति पीडादायक हुन्छ भन्ने कुरा तपाईँले आफैले अनुभव गर्नु भएको कारणले त्यो गतिविधिमा नलाग्नु होला मेरो हार्दिक अनुरोध छ। आज नत्र भोलि, भोलि नत्र पर्सि एक न एक दिन तपाईँलाई पुलिसले पक्रिन्छ, पक्रिसकेपछि हातकडी लाएर लैजान्छ होइन, लगेर चाहिँ मुद्दा चलाउँछ अनि बिजोगको स्थिति हुन्छ। त्यसले गर्दाखेरि लाग औषध बेचमा हामी कोही पनि संलग्न नबनौँ होइन, त्यो खालको गतिविधि गलत हो, म त्यो भन्न चाहन्छु। हामी सम्झाउन आइराखेका छौँ होइन, हामी यसरी चेतना, यो चेतनाले सबै मान्छेलाई तनाखो बनाउँदैन, त्यस्तो गल्ती नहोस् भनेर भन्छ भने भोलि अब त्यसै होस् भन्यो भने त्यसले चाहिँ फेरि भुक्तान गर्नै पर्छ है, भुक्तान गर्नै पर्छ। इलाका प्रहरी कार्यालयमा अझै पनि होइन लाग औषध सेवन गरेर, लाग औषध बोकेको कारणले, बेचेको कारणले, खाएको कारणले अझै पनि हाम्रा भाइ भतिजाहरू, हाम्रा छोराछोरीहरू होइन, हाम्रो नाति नातिनीहरू हिरासतमा छन् भन्नुको मतलब समस्या अझै छ। त्यो समस्या रहन्जेलसम्म हामी कराइरहनुपर्छ है। अँध्यारो रहन्जेलसम्म हामी बत्ती बालिरहन्छौँ भने जस्तो समस्या रहन्जेलसम्म हामी कराइ नै रहनुपर्छ। हाम्रो चेतनाको आवाज बुलन्द भइ नै रहन्छ, निरन्तर हामी अगाडि बढिरहन्छ। सबैजनालाई यो जानकारी गराउन चाहन्छु र त्यसरी चाहिँ लाग औषध विरुद्ध होइन धैर्य भएर निरन्तरताका साथ डटेर अगाडि बढिरहनका लागि अनुरोध गर्न चाहन्छु। यो हाम्रो साझा अभियान हो। अब यहाँ उभिएर होइन विकासको कुरा नगरी हामी यहाँबाट जानु मिल्दैन। यहाँनिर एउटा सानो कलभर्ट, त्यो सानो ह्युम पाइप राखेको रहेछ, त्यो ह्युम पाइप निकालेर ठुलो कलभर्ट बनायो, तर त्यो कलभर्टबाट यता फेरि उस्तै स्थिति छ भन्ने कुरा हामीलाई जानकारी छ। यहाँ तलतिर चाहिँ यो बिग्रेकोमा होइन पिच बनाउनका लागि हामी आतुर छौँ। मैले अहिले भर्खरै मात्रै पनि होइन यो चाहिँ ठेकदारलाई भन्दै थिएँ, सम्बन्धित इन्जिनियरसँग कुरा आउँदैछ, यहाँ पनि पिच बन्छ यो तलतिर। अब यो ऐश्वर्य मार्गको हकमा चाहिँ हामीले पहिला ड्रेन व्यवस्थित बनाउनुपर्छ भन्ने फोहोर निकै ठुलो क्षति भयो। यसपालि पनि हामी सचेत छौँ, गर्नुपर्छ भनेर हामीले लिस्टमा चाहिँ राखेका छौँ। कहिले गर्छौँ भनेर चाहिँ मैले यहाँ मिति घोषणा गर्न अलिक सकिराखेको छु। काम थुप्रो छ काम। हामीले श्रमदानबाट अहिले थुप्रै काम गरिरहेका छौँ। म सम्पूर्ण श्रमदाताहरूलाई हार्दिक नमन गर्न चाहन्छु, हार्दिक सल्लाह है। अब हाम्रो देशको विकास विदेशी ऋण काटेर ल्याएको पैसाको ठेक्का र ठेकदारले होइन, हामी तपाईँको चाहिँ दुई हातले गर्नुपर्छ भन्ने मेरो तर्क हो। सबै कुरा त हामी गर्न सक्दैनौँ होइन, तर धेरै जसो कुरा हामी श्रमबाट गर्न सक्छौँ, श्रमदानबाट गर्न है। हिजो मात्रै अस्तिको दिन मात्रै तपाईँको चाहिँ नारायण चतुर्थी भोलि व्यापक रूपमा त्यहाँनिर हाम्रो हुनेछ है। र यहाँहरूलाई पनि म निम्तो दिन चाहन्छु, भोलि आउनुहोस् त्यहाँ त्यसरी काम गर्नुपर्छ है। त्यसरी नै हामी यहाँ पनि बनाउने छौँ भनेर मैले घोषणा चाहिँ गरेको छु। र कहिले सुरु गर्छौँ भन्ने नीति चाहिँ मैले अहिले ठ्याक्कै दिन सकिरहेको छैन, किनभने काम धेरै भएको कारणले। र काम धेरै भयो भनेर पनि हामी हरेस खाँदैनौँ, खान्छौँ त। समस्या धेरै भयो, न कामदेखि हामी हरेस खान्छौँ, न गर्मीको घामदेखि हरेस खान्छौँ होइन। कि खान्छौँ पो कालो रातो भैँस बढ्यो होइन, काम छोडिदियो त्यस्तो खालको जिउ छाडा मान्छे है। विकासका लागि जिउ छाडेको छौँ, देशको विकासका लागि होइन। देशको विकासका लागि जिउ छाड्नै पर्ने रहेछ, छाड्नै पर्ने रहेछ। त्यो जिउ छाडेर निस्केको मान्छे भएको कारणले हामी हरेस खाँदैनौँ। र त्यसरी हरेस नखाने मान्छेले लाभ औषध खाँदैन होइन। खान्छ त खाँदैन, हामी खाँदैनौँ र हाम्रा छोराछोरीले खाँदैनन्, खानु दिनु हुँदैन। हाम्रो छरछिमेकीले खाँदैनन्, खानु दिनु हुँदैन। त्यसरी चाहिँ हामी अगाडि बढ्नुपर्छ। सबैजनालाई त्यो अनुरोध गर्न चाहन्छु है। एउटा आशाका साथ बाँचौँ, हुँदैन होइन हुन्छ भनौँ, अँध्यारोतिर होइन उज्यालोतिर लग्छौँ है।
नकारात्मक कुराहरू नसुन्नु ए हुँदैन यस्तो बिग्रिजान्छ भत्किन्छ मरिहालिन्छ त्यो होइन हुन्छ होइन भनेर चाहिँ नि तपाईँको सुन्दर भविष्यतर्फ हाम्रो सोच विचार हुनु जरुरी छ म सबैलाई त्यो भन्न चाहन्छु है त्यस्तो छ कहाँ दुःख भयो भनेर हामी भन्छौँ दुःख जहाँ पनि अमेरिका गयो अमेरिकन दुःखै छ जानु पनि पाएको फेरि होइन बार नागेर जानुपर्छ पुलिसले पक्रेर पठाइदिइहाल्छ हातगढी लगाएर फेरि गयो पनि त्यहाँ पनि दुःख छ युकेमा पनि दुःखै छ जहाँ पनि दुःख छ दुःख कहाँ छैन जहाँ पनि छ कहाँ चाहिँ छैन होला त दुःख भन्नु त यसो विचार गर्नु जापान जानु त्यहाँ पनि दुःखै है अस्ट्रेलिया जानु त्यहाँ पनि दुःखै कहाँ दुःख छैन हाम्रो धरानमा पनि दुःख छ हाम्रो देशमा पनि दुःख छ तर त्यो दुःख नै हाम्रो साथी हो है त्यो दुःख नै हाम्रो साथी दुःख मान्नु पनि हुँदैन त्यो पनि हो यसरी हामी बाँच्छौँ सधैँभरि हाँसिरहन्छौँ है सधैँभरि मिलेर काम गरिरहन्छौँ त्यो म भन्न चाहन्छु सबैजनालाई अत्यन्तै होइन तपाईँको चाहिँ धैर्यताका साथ अत्यन्तै सुन्दरताका साथ अत्यन्तै मेलमिलापका साथ हामी अगाडि बढौँ म त्यो भन्छु र मैले अब धेरै कुराहरू भनिराख्नुपर्छ जस्तो मलाई लागेको छैन र आज यो यहाँसम्म आएर समय दिनुहुने धरान 11 भन्दा बाहिरका साथै धरान 11 मङ्गलबारे आसपासका सबैजना जुन जति हामी यहाँ उभिएका छौँ लाई धन्यवाद दिन चाहन्छु र पत्रकार मित्रहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु र यसरी हामी सबैजना सधैँभरि सकारात्मक दिशातर्फ उन्मुख भइरहौँ म त्यो आह्वान गर्न चाहन्छु र आज सुधारबार भोलि श्रमबार भोलि हामी व्यापक रूपमा श्रमदान गर्छौँ होइन काम गरौँ पसिना बगाएर खानुपर्छ भन्ने कुरामा हाम्रो सधैँभरि विश्वास रहिरहोस् ठगेर खानुपर्छ गफ गरेर खानुपर्छ बिचौलिया र दलाल बन्नुपर्छ भन्ने खालको मानसिकता र त्यो मनोविज्ञान हाबी कहिल्यै नहोस् म त्यो भन्न चाहन्छु यति भन्दै आजको यो हाम्रो सोचोमिठो होइन लागु दुर्व्यसन विरुद्धको 157औं हप्ताको सचेतना फैलाउने कार्यक्रम यही समापन भएको जानकारी गराउँदछु नमस्कार जय राम र हामी यता उभौँ दर्शकहरू आजको सेल टक्स कार्यक्रम चाहिँ यतिमै समापन भएको छ।